यस्तो गल्लीमा आयो है हामी त। कहाँ पुग्छ है यो गल्लीले, कता लान्छ हो। त्यो टावर खोज्दै 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 हिँडेको। टावर पुग्न चाहिँ गाह्रो छ हजुर। खानेकुरा मात्रै भएको ठाउँमा छ, तर यहाँ च्वाचेको मासु धेरै पाउँछ। ला कता हो अब, जान मिल्छ यस्तोमा? अब त्यो टावरको टुप्पा पनि हराइसक्यो अहिले चाहिँ। यहाँ अगाडि चाहिँ उ रहेछ क्या हो, अगाडि चाहिँ पार्क जस्तो छ त। पार्क जस्तो छ अगाडि चाहिँ, मान्छेहरू बसेछन्। जापानको गाडीहरू चाहिँ यसरी लोड हुन्छ हजुर। नेपालतिर मान्छे बस्छ, यहाँ चाहिँ सामान बस्छ। यस्तो पो छ त। उयो टावर चाहिँ आयो है, तर कहाँबाट जाने? उताबाट जाने, उता यतादेखि। ला के को फल हो यो? ए सागुरा त फलेर नि कालो भएर पाकेको रहेछ भने। यहाँ हामी यो टावरमा भेट्न सफल भयौँ फाइनल्ली। तर फेदसम्म यहाँ चाहिँ परेवाहरू नेपालको पशुपतितिर स्वयम्भूतिर चाहिँ मजाले हुन्छ। यहाँ पनि देखेँ है मैले चाहिँ, आजसम्म देखाएको थिइनँ। गाडी आछ हौ। ला कहाँबाट जाने हो त्यहाँ? कहाँ छ बाटो? अगाडि त स्टेसन। त्यहाँबाट यताबाट जाने होला कि? बाटो चाहिँ यसरी घुमेर यसरी आउनुपर्छ यहाँ चाहिँ। ए यस्तो रहेछ हेर्नु बाटो चाहिँ। यहाँ कालो नै कालो भयो चाहिँ। यताको मान्छेहरू कालो बेसी मनपर्छ हो कि के हो? घर पनि कालो, वालहरू पनि कालो लगाउँछ। ला कहाँ जाने हो हामी? ए हेर्नु सेतो टावर आइपुग्यो। चढ्न मिल्छ यसमा? वाकारा नै। मेरो बुढोको जाप्ने चाहिँ वाकारा नाइ भन्दा अरू थाहा छैन। यहाँ रहेछ त यस्तो राम्रो। वाउ यस्तो राम्रोमा आयो त हामी त। वा कति राम्रो। ला ऊ पारि सिडी रहेछ नि त, त्यहाँबाट निस्किने। ला कति राम्रो भ्यू देखिनु रहेछ यहाँदेखि त। ट्रेन आउने लिगहरू, तर ट्रेन चाहिँ नआएको रहेछ। ए आयो यतादेखि, यहाँदेखि कति लामो रहेछ हौ ट्रेन। वा कस्तो राम्रो ठाउँमा आयो हौ। हामी चाहिँ कोबेबाट सामान पठाइदिएको थियो। कोबेबाट सामान पठाइदिएको रिसिभ गर्न आएको यहाँ चाहिँ। तर बाटो यस्तो राम्रो। वाउ कतिवटा लिक छ यहाँ? तल उतातिर 2वटा, यता 2वटा। ट्रेन पनि गयो। दामी है। योभन्दा माथि गयो भने झन् राम्रो देख्छ होला। बादल आजको मौसम पनि क्लाउडी भएर कस्तो मजाको के। उता अर्को ट्रेन गइरहेछ। फेरि अर्को आयो है। यहाँ फेरि अर्को आयो। ला एकैचोटि 3वटा ट्रेन पो आयो त हो यहाँ त। कस्तो राम्रो। फेरि यता
अर्को आयो तल माथि 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 भएर यसरी हिँड्छ क्या ट्रेनहरू पनि फेरि अर्को आयो है उत्ताको लिङमा ल यस्तो मजाले ट्रेनहरू आउँदो रहेछ यहाँ चाहिँ मान्छेहरू चाहिँ खासै उता पनि आयो हो अर्को उता यसरी हेरेर पनि गइरहेछ यहाँ चाहिँ बसहरूभन्दा ट्रेन बेसी चल्छ मान्छेहरू कोच्चाको हुन्छ यो चाहिँ कति लामो है बल्ल रुम्ट्यो भने ल त साथीहरू यस्तै छ हाम्रो जिन्दगानी यसो खै माथितिर देखाऊँ पारीको घर चाहिँ कालो कालो पो छ के भएर कालो भएको त्यस्तो कलर नै त्यस्तै हो कि होटेल भार्किन कि के लेखेको भयो वाउ वाउ फाइनली साथी हामी यस्तोमा आइपुग्यो आम्माम कति राम्रो ला 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 यस्तोमा आयो अन्त ल आजको भ्यू चाहिँ यति नै हामी चाहिँ खोज्दै उतादेखि हिँडेको यहाँ आइपुग्यो तर चढ्न चाहिँ मिल्छ कि मिल्दैन थाहा भएन भिडियो पनि लामो भयो 7 मिनट भइसकेछ राखिदिएँ ल।